परिवर्तन नै संसारको नियम हो भन्छन्। परिवर्तन कसलाई भनिन्छ र कसरी हुन्छ भनेपछि यो दुबईको बारेमा बुझ्दा हुन्छ हजुरहरूले। दुबई भनेको अहिले विश्वमा नम्बर 1 आइरहेको छ, जो कि सबैलाई थाहा छ, जो कि बुर्ज खलिफा सबैभन्दा लामो टावर दुबईमा स्थित छ। पाम जुमेरा जो कि मेन आइल्यान्ड मतलब बनाइएको समुद्रबाट एउटा ल्यान्ड बनाएको र घर त्यहीमा 360 भ्यू पाउने हुनेछ। र अर्को कुरो हेल्थ भनेपछि हेल्थमा नम्बर 1 छ, स्पोर्ट्समा नम्बर 1 छ, एजुकेसनमा नम्बर 1 छ, सबै चिजमा नम्बर 1 छ। सबभन्दा दुनियाँको सबैभन्दा ठुलो मल दुबई मल कसरी भयो त यो दुबई? पहिला त यस्तो थिएन, त्यसले बनायो भिजन भनेपछि कस्तो हुन्छ, जो कि एउटा लिडरले पुरा देशलाई हेर्छ कि भाइ मैले यस्तो बनाउनु पर्छ र त्यसको पछाडि पनि पुरा त्यसको पब्लिक हिँड्छ। तर भिजन धेरै जरुरी हुन्छ। भिजन नभएपछि देश पनि बन्दैन र मान्छे पनि बन्दैन। एउटा टार्गेट लिएको थियो जो कि अहिले सबै हेर्नुहुन्छ। सबैलाई थाहा छ कि दुबई अहिले कस्तो छ। सेफ्टीको हिसाबमा वर्ल्डको नम्बर 1 मा। एउटा केटीले भिडियो बनाएको थियो कि रातिको 2 बजिरहेछ, म अहिले आफ्नो ड्युटीबाट घर जानेछु, तर म आफ्नो देशमा भइदिए भए म यसरी जान सक्दैन। तर यो दुबई हो, यहाँ कसैले केही गर्न पाउँदैन र सेफ्टीको बारेमा नम्बर 1 छ। त्यसै गरी अरू देश पनि यही देशबाट केही सिक्नुपर्छ। हाम्रो देशले पनि यही देशबाट हेरेर सिक्नुपर्छ कसरी भिजन गर्ने, कसरी आफूलाई आफ्नो देशलाई बनाउने। हाम्रो देश बिजी छ चुनावमा, त यिनीहरू बिजी छन् कन्स्ट्रक्सनमा कि आफ्नो बिल्डिङ कसरी ठुलो गर्ने, कसरी स्ट्रक्चर बनाउने, कसरी यो गर्ने, कसरी आफूलाई देशलाई विकसित गर्ने। त डिफरेन्स यही छ, अरू देशमा र यो देशमा फरक यति नै छ। आजको लागि यति नै। अर्को भिडियोमा अब अर्को टपिक लिएर आउँला। त्यति बेलासम्म लाइक गर्ने, फलो गर्ने अनि आफ्नो विचारहरू कमेन्टमा राख्नु होला। धन्यवाद।